गुड मर्निङ फ्रम लमजुङ बेसी सहर है हाम्रो त बुढा छन्दा पो यसरी फोन गर्छ अन्डा देखाइदेऊ न बुढा अन्डा बाबु के हो त्यो बट्टा ल लिहाल छिटो गर न कति ढिलो गर तिमी जहिले केटी मान्छे खालि ढिलो गरे कसको पर्मिसन लिएर मलाई यसरी छोयो यो त माथिको बजार देख्यो यसले यहीँ चियाबेर मार्नु क्या पानीमा तताएर बाक्लोमा 30 डिग्रीको तताएर राख्नु पर्ने बाई 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 नमस्कार दर्शकबिनहरू फेरि पनि हामी आइसकेको छौँ वेलकम ब्याक टु आवर च्यानल ल है हामी चाहिँ अब त्यहाँबाट चाहिँ रिटर्न ब्याक भएर चाहिँ आयौँ होइन अनि आज चाहिँ धेरै चाँडै 4-5 आवरमै हामी आइसकेको छौँ अनि बल्ल अब आज चाहिँ चिकन किन खाली जोसमा है खाली जोसमा है किन मोबाइल अहिले महँगो मोबाइल देखाइदिएर क्या अहिलेसम्म देखेकै थिएन त्यो म त धन्य भए भाग्यमान रहेछ होइन मलाई थ्याङ्क यू भनौँ ल अब चाहिँ हामी मासु भात खाँदैछौँ है आम्मामा धेरै फोन गरिहाले 2 मिनेट हाम्रो त बुढा छन्दा पो यसरी फोन गर्छन् अन्डा देखाइदेऊ न बुढा अन्डा देखाइ ए अहिले ठ्याक्कै कल गरेपछि ल भयो भयो यता नदेखाइ त हुनु पर्यो नि मेघे भन्देऊ न यसलाई मेघे भन्देऊ नमस्ते यतापट्टि फेरि रिसमा छ मेखेबे के मेखेबे रे ल म चाहिँ भन्देऊ फेरि बुढा मेघे भन्देऊ फेरि ल अब हामी यहाँबाट भोलि लाग्छौँ होइन भोलि लाग्छौँ अब भोलि के बनाइबो त अब The next day. नमस्कार दर्शक तपाईँलाई स्वागत छ हाम्रो नयाँ युट्युब च्यानल वेलकम ब्याक टु आवर च्यानल नयाँ भिडियोमा गुड मर्निङ फ्रम लमजुङ बेसी सहर है एक्ज्याक्ट पुरा प्रपर नलेज दिने मान्छे कोही पनि छैन हामीलाई केही पनि थाहा छैन हामी कहाँ आयौँ के आयौँ बसेको छौँ है अनि यो लमजुङ बेसी सहर भन्ने ठाउँमा छौँ अहिलेको बजार चाहिँ यस्तो छ है हामी चाहिँ बिहान उठिसकेको छौँ आज चाहिँ हामी फर्किन लागिरहेको छौँ काठमाडौँ फर्किन लागिरहेको छौँ अनि अहिले चाहिँ हामी एउटा सानो चिया खाएर अनि यस्तो अलिकति बेसी सहरको यो हेरौँ न त कस्तो छ भन्ने टाइपको ड्रोनले चाहिँ उडाएर चाहिँ पुरा देखिन्छ नि त माथिबाट अनि त्यसपछि हेरौँ न उ त्यहाँ रहेछ त बेसी सहर के म्युनिसिपालिटी रहेछ उहाँ ओके त्यही गर्नेछ हामी एउटा चिया खाएर र यस्तो ड्रोनको माहौल देखाउँछ अनि तल कस्तो भइरहेछ कस्तो चिसो छैन रमाइलो भइरहेको है माथि त चिसो भएर टाउको देखेर यस्तो हेर्नु बाइक त खतरा बनाएछ त बाइक त डेन्जर बनाएको हो र होइन ट्राफिकै आउनु गाह्रो मान्छ यहाँ त अब ट्राफिक आउनु ल हामी चिया खाएर अनि उ गर्छौँ त्यही हो बबाल भयो सुटिङ अलिकति हार्डेस्ट जाडोहरू पनि जाडो चाहिँ नसोचेकै भयो होइन एक्सपेक्ट भन्दा जस गल्ती छैन होइन यता मासतिर ए बजार त उतातिर थियो नि तलतिर जाउँ न अस्ति हामी तलतिर लाग्यो होइन ड्रोनको ऊ चाहिँ नदेखाए फेरि चित्रै देख्ने बित्तिकै बाबु के हो त्यो बट्टा ल लिहाल कति हजारको अनि किन सर भन्दाखेरि ए अनि म पछि अरूलाई बेचिदिनु परेन यसरी ले कति हजारको 70,000 किन सर भने अनि अर्कोलाई बेच्नु परेन अब 50मा जान्छ तेरो यो नोट अरूसँग जान्छ फेरि बाइक घुमा गयो जान्छ इन्जिन तता होला ए दाइको उहाँ फेरि इन्जिन गाडी उयो भएर इन्जिन पुरै उ गरेर पुरै तताको ततै छ कल गर्दै दाइको चाहिँ फेरि लम्सी घनासँग लप परेको रहेछ होइन डेन्जर लप परेको छ आधी ट्रिपमा त दाजु कसले गर्यो होला फुल ट्रिपमा आधी ट्रिप भयो रोयल रेजर खोइ एकजनासँग मात्र हो कि कतिजनासँग हो लोयल हुनुहुन्छ होइन यतिको केयर गर्ने मान्छे चाहिँ यति धेरै बोल्न सकिँदैन लाग्छ यतापट्टि कौसेहरू नै कस्तो उयो टाइपको क्या ल साथीहरू एकछिन ड्रोनको फुटेज हेरेर इन्जोय गरिदिनु होला है त ल गाइज यहाँ चाहिँ ड्रोन उडाउने ठाउँ त्यस्तो ऊ नभएर के को हो यो कस्तो राम्रो यो कुखुरा राख्ने होला होइन कुखुरा बाख्रा होला हेर त्यहाँको राख्ने ठाउँ क्या त्यो म्यानेजर है काम गरेपछि सजिलो तरिकाको गर्नुपर्छ हामी अब हामी यहाँ आएको छौँ यहाँ चाहिँ दामी छ यहाँबाट पर यहाँ एउटा रिसोर्ट पनि रहेछ अब यहाँबाट गर्नुपर्ने हुन्छ
मिल्छ होला आमा यहाँबाट ड्रोन उडाउन मिल्छ नि है ड्रोन उडाउन मिल्छ है हस् हजुरलाई चाहिँ अलिक उडाउन मिल्दैन ल यहाँको गाउँघर देखाउन लागेको थियो त्यही भएर ए हस् यहाँबाट पुग्छ अब यहाँबाट यस गाउँघर राम्रो छ बेसी सर पनि त्यही राम्रोसित हेरिरहेको नि त्यही भएर यस्तो यसमा चाट छैन होला यसमा त त भाइ लमजुङ बेसी सर कस्तो छ त गाउँघर कस्तो छ त हामी चाहिँ उता ललितपुरबाट आएको काठमाडौँबाट हजुर हजुर घर भने अब म चाहिँ रामेछाप उतै पूर्वबाट हो अनि यस यहाँ परेको थियो आउने हो यो हामी माथि मनाङ गराएको क्या म्याक्सै हुने क्या बुढाहरूलाई यसो देखाइदिनु यस्तो आउँछ आमा यहाँबाट चाहिँ कति राम्रो देखेको ल हेर कस्तो राम्रो देखाएको ऊ त्यो ताल आयो गेटवेको ताल आयो त्यो माथि छौ उहाँ हिँडेछ नि ऊ गेटवे ताल देखायो यता त धेरै नै नउड्ने रहेछ हाम्रो ड्रोन यो त माथिको बजार देख्यो माथिको बजारदेखि आइपुग्यो यस्तो हुन्छ सानो पखेटा धेरै त उड्दैन रहेछ अब यो साला खटाक्रे त्यसले सदस्यलाई बेचिदिनुपर्छ मलाई मिलाउन मलाई मिलाएर देऊ न त जस भन्नुभन्दा चाहिँ सदस्यलाई मिलाएर दिनुपर्छ सदस्यलाई त्यो सदस्य क्या त्यो ड्राइभर चलाउने हाम्रो साथी है ऊ पनि स्ट्रगल पार्ट छ उसलाई यस्तो नर्मल ड्रोन चाहियो भनेर चाहिँ धेरै खासै नउड्ने होइन त यो अल्टिट्युडमा किन नउड्यो माथि उसमै होला क्या अब हामी चाहिँ यहाँ बडावाला धमाकावाला ड्रोन किन्नुपर्छ नि बाई बाई हजुर हजुर हामी चाहिँ उताबाट घुमेर आएको थियौँ हामी चाहिँ उता रामेछाप उता पूर्व अनि यता काठमाडौँमा हाल बसिरहेको थियौँ अनि यहाँ चाहिँ यसो हामी एउटा केही सुटहरू म्युजिक भिडियो खेल्ने कहिले गाउँ पहिला गइसक्यो एक्चुअली गाउँबाट भुजुङ भन्ने गाउँ ठुलो छ हजुर यस्तो फोटोहरू त त्यहाँ पो खिच्नुपर्छ होइन उता नि घुमेर आएको हामी मनाङ पनि घुमेर यहाँको नि मनाङ 3 दिन बसिरहेको बेसी सहर पनि यसो गाउँ देखाउँ न त भनेर आएको थिएँ ल त्यही खुसी लाग्यो ल राम्रोसित बस्नु है त बाई बाई ल राम्रोसित बस्नु खुसी लाग्यो यहाँ चाहिँ मान्छेहरू मजाले है कोही कोही त फेरि कहाँ त यसले यहीँ चियाबेर मार्नु क्या कत्रो हेर्न साग भयो घरभित्र चाहिँ नजिक मान्छे बोलायो भने घरैभित्र कसै कसै त अनि मैले यहीँ घाँटी न्याकेर मारिदिउँ क्या यसलाई चियाबेर मारिदिउँ क्या जस्तो टाइपको गर्छ व्यवहार यहाँ चाहिँ राम्रो हुनुहुँदो रहेछ हामी त राम्रोलाई राम्रो भन्ने हो नराम्रो है चितवनमा डरको माहौल थियो जेसुकै भन्यो भने यो अब हामी चिया गरेर खान्छौँ त्यही हो आज ब्याक टु हरि सिधै काठमाडौँ हुन्छ अब त्यो भ्लग खासै बनाएन अब त्यही गाडीको हुन्छ अनि भ्लग त्यस्तो बनाएन किन बनाएन भन्छु होला अनि गाडी के दियो वाइल छ त भ्लग हाल्ने एउटा कि ड्याङ ल ल ल गाइस हामी चाहिँ उयो बाहिर यत्तिकै बसिरहेको थियो ठ्याक्कै यस्तो गरेर स्नोकर क्लब भनेर देखेँ होइन अनि ठ्याक्कै हेरेर त ल यहाँ भित्र चाहिँ रहेछ होइन फाइनली पढेर अब हामी चाहिँ यहाँ खेल्न लाग्छ अब यो चाहिँ हेर्नु दामी रमाइलो गेम छ यो चाहिँ उता नि अब जस खेल्न आउँछ हामी जस हामी यहाँ सेट गरेर खेल्छौँ है तपाईँ खेलेको छ क्या हजुर खेल्छु क्या छैन नि अलिअलि अनि फेरि दाइ फेरि पर्फेक्ट होला अरे फेरि धोपी ओ यो दाइले त सेकला जस्तो नि त छैन त्यस्तो छैन रमाइलो त ल आज दिनभरि यता बस्यो अरे भोलि गइदिने हो क्या मजा आउँदैन प्रायः हामी खेल्छु ल
बल्ल ल एकछिन खेलौँ अनि त्यसपछि हामी उ गर्छौँ। गटी देखेन क्या फेरि आफूलाई परेको जस्तो चार ल चार अब 0 हुने भयो कसको भन्छ कि बाल होइन पोइन्ट बल्ल बल्ल 2 पोइन्ट ल्याउँछ पछि 10 पोइन्ट जान्छ 0 है 0 माइनस मेरो माइनस इरी गेम भइरहेछ गाइस इरी गेम छिरे 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 ल त्यो अहिले त कहाँबाट छिराउँछ छिराउँछ एउटा बल हालेर अर्को बल कति भयो मेरो फेरि 0 के अरे 0 माइनस के 0 भयो 4 पोइन्ट थियो दाइको चाहिँ 4 हो +4 भइसक्यो दाइको बुझेको फेरि दाइको फेरि ए दाइ हो यसले बनाली अहिले फेरि मजा हाल्यो सरी अहिले बलेता जान्थ्यो नि थाहा बसे क्या हो बसेन खुसी भइसक्यो बलसलमा रिसै उठ्ने पानीमा ततारमा बाक्लोमा 30 डिग्रीको तताएर राख्नु पर्ने होला पानीलाई छिर ल ओइ छिरेन छिरेन वाउ डर जाने ल यहाँ दुईटा गड्डी छ है दुईटा गड्डीमा कसले छिराउनु भइरहेको छ यहाँ दुईतिर देखायो त दिदी छैन मासला अहिले छिराइहाल्नु कति भयो मेरो है मेरो कति छ अरे मेरो माइनस मेरो 0 छ भने एक एक यो अब म लास्टमा है जसले पनि खान सक्छ ल मेरो माइनस 7 कस्तो यो सेतो पनि जाला जस्तो छैन त्यही पनि ट्राई गरौँ है माइनस 2 माइनस 7 0 मैले यो खाएँ त मैले पनि जित्न सक्दैन नि 0 मै जित्न सक्दैन नि गाह्रो छ उता पछाडि के होला यो कति कति भयो दाइको दाइको माइनस 5 हो माइनस 2 थियो 5 भयो ल ओके दाइले जित्नु भयो मोबाइल रमाइलो भयो ल चकचके बाँदर नि उठ्यो ल ओइ चकचके ल मैले चाहिँ यो यहाँ बन्धन नपाएर हामी यति खोज्यौँ अर्काको क्याफेमा गएर लिएर आएको बन्धन होइन त्यही हो अनि जेसुकै जसले जेसुकै भन्नुहोस् होइन भाइरस दाइ जसले जेसुकै भन्नुहोस् होइन छैन रहेछ आफ्नो बुढीले पनि खासै धुँदैन रहेछ 3 दिनपछि मुख धुएको सिधै गाईहरू चाहिँ यहाँ चिया खाएर बसिरहेको छ झोला कि झोला भोला पाउँछ भनेको साथीलाई हैन ए भन त कति भएर साथीहरू ओ माय गॉड वी आर गॉट फाइन ए उले भक्कर धोएर पानी चौदै हैन अघि के भनेको थियो 3 दिन कति रे भन त त्यो भन न साथीहरू आज ट्याक्कै 4 दिनको बादमा मैले आज मुख धुएको छु फ्रेश फिल भछ मेरै बुढालाई भनेको होला हैन ल अनि सबजना उठेर उ गरिरहेको छ अब ब्याक टु ब्याक अब खानासाना खाएर यहाँबाट सिधै ब्याक टु ब्याक काठमाडौँ होइन होइन त कस्तो भयो यात्रा कस्तो भयो हाम्रो यात्रा त बबाल भयो मनाङको जस्तै घुम्दै हामी त साथी बब्बाल यो पालि प्रोजेक्ट कस्तो होला जस्तो लाग्छ प्रोजेक्ट दामी छ कसम भने
दामी हान्नुपर्छ प्रिमियरमा भेट्नुपर्छ है त मिलियन पुग्छ मिलियन 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 हान्नुपर्छ मिलियन त इजी हो नि यिनीहरू के गर्दैछ यिनीहरू लड्कीहरू ओए उयोवाला क्या त्यो सेम देखिन्छ यार यो मान्छेलाई चाहिँ है अब हामी एकछिन रेस्ट ल ए ल ल ल साथी रेस्ट होइन ल आम्बो ल ठिक छ अब चाहिँ हामीहरू चाहिँ खानासाना खाँदैछौँ होइन अनि हामीले यो उमा पनि भेट भयो क्यान्टिनमा पनि भेट भयो दाइहरू पनि मजाले बोल्नु भयो मजाले हामीले चाहिँ उयो गर्नै पाएन अनि मजाले बातचित भयो क्या बाल भयो यो सँगै हान्ने यो सँगै ब्लग हान्ने सँगै हान्ने खालि जुधे पनि जुधे त्यो एङ्गल र यो एङ्गल हेर्न रुचाउँछ नि त होइन फेरि त्यो एङ्गलमा चाहिँ फेरि लास्टै भ्युज आउँछ यो एङ्गलमा चाहिँ तर 17बाट खिचेको चाहिँ यो पनि हेर्नु पऱ्यो नि यहाँ अन्त साथीहरू होइन अन्त कसको हो मासु भात उता लैजाउँ है म त भेजिटेरियन मान्छे अन्डा मात्र खान्छु ल अब हामी चाहिँ अब खानासाना खाएर ट्याकल लगाएर ब्याक टु द अब सुरुमा त यो गाना आउँदा त है तर दामी कच्चो चल्यो नि तर दामी पछि त्यसले एक्सप्लेन गर्यो नि ब्रान्ड लारा भन्ने एउटाको नाम अनि लारा दत्त भन्ने अर्कोको नाम रहेछ क्या के ब्रान्डको के को नाम रहेछ भने होइन हजुर हामीले त एउटाको नाम चाहिँ ब्रान्ड भयो अनि अर्कोको थर लारा भयो होइन अनि अर्कोको नाम चाहिँ लारा अनि दत्त कि दत्त भन्ने चाहिँ थर रहेछ क्या सञ्जय दत्त हो त्यस्तै रहेछ क्या लारा दत्त रहेछ नाम अनि ब्रान्ड लारा लारा दत्त भएको रहेछ क्या ओके 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 कस्तो नाइस एक्सप्लेन गरिदिन्छु मैले बुझ्यौ नि तिमी त सबै कुरा केही बुझेन अब भयो तिमीलाई त म भरे सेक्री बुझाउँछु ल साथीहरू खाना खानुपर्ने हुन्छ अनि ल गाइस हामी चाहिँ डटफट हानेर चाहिँ अब निस्किने बेला भइसक्यो यिनीहरू चाहिँ यस्तो ढिलो गर्छ कि खालि जहिले ढिलो गर्छ सामान छुटेको छ लामो पुरै 1 लाखको पिठा चाहिँ यहाँ छुटिरहेको क्या ओए तिमीहरू निस्कन कति ढिलो भयो ओए ड्रेस चेन्ज गरेर आएको छ क्या मैले लुगा खोल्दा हुन्छ आहा छिटो 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 कति ढिलो गर्छौ जहिले के भने अरे तिम्रो आँखा हो छिटो गर न कति ढिलो गर तिमी जहिले केटी मान्छे खालि ढिलो गर्ने कसको परमिसन लिएर मलाई यसरी छोयौ भन्दिउ बुढालाई मुद्दा लगाइदिउ सरी 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 होइन अब भाइरस दादाले मलाई मेसेज गर्नुभएको थियो नि दादा मैले यसरी थर्काउनु पाउँछु भने नि मैले नि यसो गरेर उचाल्न पाउँछु जुरुखै ल अब हामी जाँदैछौँ होइन भयो सिधै काठमाडौँ कस्तो भयो म्याम सिटिङ साइड जाउँ ल गाडी भाडा गएर गाडी भाडा उता पका देऊ न खोलेर गाडी भाडा हो यो मान्छेको स्टोरी बगाल सुन्यो होइन सबैलाई मन पर्यो मलाई त एकदम मन पर्यो दाइ के फ्ल्यास फ्ल्यास नबानी खिजेको हौ मेरो अनुहार राम्रो भन होइन 17बाट राम्रो आउँछ बिस्तारै जाउँ ल ल बाई 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 मेरो ब्लू ज्याकेट ल्याऊ अब हामी प्रिमियरमा भेट्नेछौँ होइन प्रिमियरमा साथीहरू अब चाहिँ हामीले सबैजना आफ्नो घरतिर लाग्दैछौँ होइन त तपाईँ राम्रोसितले गुड नाइट है फेरि भेट्दै गरौँला कस्तो भयो तिमीलाई कस्तो भयो जर्नी एकदम बवाल मनाङको एकदम जियोस् रमाइलो भयो त्यस्तो मान्छे भेटेको थिएन जियोस् रमाइलो भयो जियोस् रमाइलो भयो। खेमेदाइसँग भेटेर रमाइलो भयो स्टोरी सुन्न रमाइलो भयो बेबोको होइन ओके टेक केयर है त बाई बाई बाई। फेरि भेट्नेछौँ होइन फेरि भेट्नेछौँ दाइ। प्रिमियरमा भेट्नेछौँ होइन त्यसो ल है त ल ओके हाम्रो दाइ होइन बाई 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 ल बाई बाई तपाईँलाई पनि ड्राइभर दाइ बाई बाई टेक केयर है त ल दाइलाई पनि एकदमै बाई बाई यो सबैजनासँग एकदमै खुसी लाग्यो सबैजना रमाइलो भयो यो ट्रिप दामी भयो कसैलाई के पनि भएन ओके अब हामी जाँदैछौँ बाई बाई